के तपाईलाई थाहा छ अब पेट्रोलमा अल्कोहल मिसाएर गाडी चलाइदैछ? हो, तपाईले सही सुन्नुभयो। इथेनोल पेट्रोल मिक्सले अब भविष्यको इन्धन प्रणाली नै बदल्दैछ। तर प्रश्न उठ्छ, के यो साँच्चै राम्रो हो? तपाईको बाइक वा कारका लागि सुरक्षित छ? आजको भिडियोमा हामी सबै कुरामा खुलासा गर्नेछौँ। अन्त्यसम्म हेर्नुहोस्। सबैभन्दा पहिले बुझौँ इथेनोल भनेको के हो। इथेनोल एक प्रकारको अल्कोहल फ्युल हो जुन मुख्यतया मकै, उखु, अन्नबाट बनाइन्छ। यसलाई जैविक इन्धन पनि भनिन्छ किनकि यो प्राकृतिक स्रोतबाट आउँछ। साधारण भाषामा उत्पादन गर्न सकिने इन्धन। अब प्रश्न आउँछ, इथेनोल पेट्रोलमा किन मिसाइन्छ? यसका मुख्य कारणहरू: नम्बर 1, प्रदूषण घटाउन। इथेनोलले कम कार्बन उत्सर्जन गर्छ, वातावरण मैत्री हुन्छ। नम्बर 2, पेट्रोलको खर्च घटाउन। इथेनोल सस्तो हुन्छ, देशले आयात घटाउन सक्छ। नम्बर 3, ऊर्जा स्वतन्त्रता। विदेशी तेलमा निर्भरता कम हुन्छ। तपाईले सुन्नुभएकै होला E10 E20 फ्युल भनेर। यसको मतलब E10 10% इथेनोल प्लस 90% पेट्रोल र E20 20% इथेनोल प्लस 80% पेट्रोल। अहिले धेरै देशहरूले E10 प्रयोग गरिरहेका छन् र भविष्यमा E20 तिर पनि जाँदैछन्। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, के इथेनोल मिक्स तपाईको गाडीको लागि राम्रो हो? यसका फाइदाहरू: इन्जिन सफा रहन्छ, धुवाँ कम निस्कन्छ र वातावरणलाई फाइदा हुन्छ। अब यसको नोक्सान: पुराना गाडीमा समस्या आउन सक्छ, माइलेज अलिक कम हुन सक्छ, लामो समयपछि केही पार्ट बिग्रन सक्छ। नयाँ गाडीहरूमा भने खासै समस्या हुँदैन। नयाँ गाडीहरू BS6 मोडर्न इन्जिन E10 E20 को लागि बनाएका हुन्छन्। भारत र ब्राजिल जस्ता देशहरूमा इथेनोल मिक्स धेरै प्रयोग भइरहेको छ। ब्राजिलमा त 100% इथेनोल गाडी पनि चल्छ। नेपालमा पनि बिस्तारै बिस्तारै इथेनोल ब्लेन्डिङ सुरु हुँदैछ। भविष्यमा हामी पनि E20 फ्युल प्रयोग गर्न सक्छौँ। भविष्यमा पेट्रोल मात्रै होइन, जैविक इन्धन, विद्युतीय प्लस हाइड्रोजन सबै मिलेर नयाँ युग बनाउनेछौँ। इथेनोल एउटा ट्रान्जिसन फ्युल हो जो अहिलेको र भविष्यको बीचको पुल हो। अब तपाईँ भन्नुहोस्, के तपाईँ इथेनोल मिक्स फ्युल प्रयोग गर्न तयार हुनुहुन्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्, साथै बेल आइकन पनि थिच्नुहोस्। अर्को भिडियोमा अझ रोचक टेक्नोलोजी लिएर आउनेछु। धन्यवाद।